ज्यूको आगमन हुँदैछ र स्वागत समिति र स्वागत नृत्य तयारीमा साथ राखिदिनका निम्ति पनि निवेदन गर्न चाहन्छु। अगाडि अगाडि सँगसँगै राजेश हमाल हाम्रो महानायक र सँगै हाम्रा कलाकार जो पवनजीलाई पनि मैले देखिरहेको छु, वरिष्ठ पत्रकार, यहाँलाई पनि विशेष सम्मान छ र मैले कसैमा सबै कलाकारजीहरूलाई आसन ग्रहणको क्रम जोड्नेछु। अहिले सबैले हात माथि उठाइदिनुहोस् छ। नेपाली चलचित्र जगतका सुपरस्टार महानायक जसले ब्ल्याक एन्ड व्हाइट युगबाट अहिले कलरफुल युगसम्मका निम्ति हरेक प्रहर नेपाली फिल्म जगतलाई आफ्नो काँधमा बोकेर अगाडि बढ्नुभयो। जति बेला एउटा पोस्टर मात्रै राखियो भने पनि महानायकको फिल्म सुपर हिट हुन्थ्यो। अहिले पनि त्यो सिद्ध गरिदिएको छ नृसिंह अवतारले। आज हाम्रो नृसिंह अवतारका सम्पूर्ण फिल्म युनिटसँगै महानायक राजेश हमालज्यू हाम्रो बिचमा हुनुहुन्छ। एकपटक सबैले हात माथि उठाइदिनु होला हे गर्ने स्टाइलमा। मेरो पनि सेम सेम भयो क्या होइन? जोरदार ताली सम्मान गरिदिनु होला। सबैले हात माथि उठाएर जोरदार ताली एकपटक। राधे राधे। ल धेरै धेरै सम्मान र हामी सम्पूर्ण फिल्म युनिट्सलाई स्वागत गर्दैछौँ र ट्राइज्यूको आगमन भएको छ, उहाँलाई पनि जोरदार तालीले स्वागत गरिदिनु होला। यसै गरी ऐतिहासिक श्री गण्डकी कोर्टयुममा हाम्रो बिचमा नायक राज कटुवालज्यूको आगमन भएको छ, उहाँलाई पनि जोरदार ताली स्वागत गरिदिनु होला। यसो गरौँ न, हाम्रो क्यामेराम्यान साथीहरू तल जानुहोस् त सबै। हाम्रो महानायकज्यूहरूलाई यहाँ अगाडि राख्यो भने तलबाट फोटो खिच्न मिल्छ, नत्र अग्रभागमा आइदिन म दाइलाई निवेदन गर्न चाहन्छु। र एकैचोटि महाराजजीले मायाको चिन्ह प्रदान गर्नुहुनेछ। त्यस सँगसँगै यही माटोले जन्माएको एउटा कलाकार जो कास्कीमै जन्मिनु भयो, जो कास्कीमै जन्मिएर आफ्नो कलाकारिता क्षेत्रबाट अगाडि बढ्नु भई छोटो समयमा सबैको हृदय पटलमा बस्न सफल हुनुभएको छ। सुन्दरी नायिका, हाम्रो बिचमा प्रिय नायिका, आजको विशेष आमन्त्रित व्यक्तित्व अनिशा भट्टराईज्यूलाई जोरदार तालीका साथमा अगाडि हार्दिक स्वागत। अनिशा भट्टराई जोरदार तालीका साथमा अगाडि स्वागत गर्न चाहन्छु। यसै गरी नायक आदरणीय व्यक्तित्व राज कटुवालज्यूलाई जोरदार तालीका साथमा अगाडि हार्दिक स्वागत गर्न चाहन्छु। यसै गरी आसन ग्रहणको क्रममा म यति बेला आजको यस महत्त्वपूर्ण घडीमा बाल कलाकारका रूपमा भक्तपुरबाट हुनुहुन्छ उहाँको स्थायी बसोबास एभिलिना खड्काज्यूलाई जोरदार तालीसित आसन ग्रहण गर्दै हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी कलाकार रमेश बहादुर सोडारीज्यूलाई आसन ग्रहण गर्दै हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी आसन ग्रहणको क्रममा हामी यता गद्रपत्र पनि प्रदान गर्दैछौँ। म आसन ग्रहणको क्रमलाई जोडिहाल्छु। हाम्रो बिचमा जसले युगले एउटा छवि ओझाज्यूलाई जोरदार तालीसित अग्रभागमा हार्दिक स्वागत गर्न चाहन्छु। धेरै धेरै सम्मान छ। हाम्रो निर्माता, फिल्मका निर्माता हुनुहुन्छ आदरणीय छविराज ओझाज्यू, यहाँलाई धेरै धेरै सम्मान छ, जोरदार ताली स्वागत गर्न चाहन्छु। चलचित्रका निर्माता छवि ओझाज्यू, यसै गरी हाम्रो बिचमा र यसै गरी श्रीधर पौडेल वरिष्ठ पत्रकार हुनुहुन्छ। पवन प्रसाद फुयालज्यू अनलाइन टिभी पत्रकार सङ्घको केन्द्रीय महासचिव हुनुहुन्छ, यहाँलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। यसै गरी हाम्रो बिचमा ध्रुव नेउपाने मकवानपुरबाट हुनुहुन्छ, यहाँलाई पनि आसन ग्रहण गर्दै निवेदन गर्न चाहन्छु। गौरव जसले नेपालमा मात्रै होइन विश्वको हरेक र शक्तिशाली मुलुकहरूमा गएर नेपाल र धर्मको रक्षकका रूपमा आफूलाई अगाडि बढाउनु हुने हामी सबैकी आस्थाको धरोहर, हामी सबैको आस्थाको पुञ्ज भारत आसाम राज्य सरकारबाट जब मान्छे बेसहारा हुन्छ नि। ल हाम्रो महानायक राजेश हमालज्यू लगायत सम्पूर्ण टिमलाई कोटीहोममा स्वागत गर्दै छोटो भजनमा हामी पनि यसो गरौँ। हिरो महानायक राजेश हमाल आउनुभयो, राजेश हमाल आउनुभयो। हिरो महानायक राजेश हमाल आउनुभयो, राजेश हमाल आउनुभयो। हिरो महानायक राजेश हमाल आउनुभयो, राजेश हमाल आउनुभयो।
जय बोलो भागवत भगवान को, भक्तवत्सल भगवान को जय र हाम्रो महाराजजी पनि अगाडि आउँदै हुनुहुन्छ। आँखा भरि रहर भर्दै आधी बेरी सँग लड्दै खोला नदी सागर चढ्दै दुःख पीडा बिर्सदै म आएँ परदेशबाट फर्की आएँ अपने गाउँ फर्की आएँ नया नया सपना ल्याएँ फर्की आएँ नया नया सपना काली ओराली गर्दै पवित्र भेलाको बीच यसरी उपस्थित हुन पाउँदाखेरि अत्यन्तै नै खुसी लागेको छ। यहाँहरूको यो न्यानो स्वागत, यो आत्मीयताको लागि धेरै 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 धन्यवाद छ। आजको यो महायज्ञका पूजनीय माताजी, गुरुदेव, उहाँहरू सबैमा प्रणाम छ। र अत्यन्तै नै खुसी लागेको छ। यहाँ धेरै भक्तजनहरू मैले देखिरहेको छु, सबैजना असाध्यै उत्साहित हुनुहुन्छ। म त मनोरञ्जन क्षेत्रको व्यक्ति परेँ, तर मनोरञ्जन क्षेत्रको व्यक्तिबाट यहाँहरू किन उत्साहित हुनुहुन्छ भन्ने कुरा चाहिँ नि मलाई त छर्लङ्ग छ। तपाईँहरूलाई छ कि छैन कुन्नी? किनकि जीवनमा यदि सन्तुलित हिसाबबाट आफ्नो चालचलन, आफ्नो व्यवहार, आफ्नो जीवनशैली यदि सन्तुलित हिसाबबाट लाने हो भने हामीले आफ्नो मस्तिष्क, आफ्नो आत्मा र आफ्नो शरीरलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ। र मस्तिष्कको एउटा धर्म हुन्छ, त्यसका विभिन्न पाटोहरू हुन्छन् जसलाई हामीले व्यवहारमा अपनाउनु पर्ने हुन्छ। आत्माको अर्को पाटो हुन्छ, आफ्नो आत्मा, आफ्नो आध्यात्मिक, आफ्नो धर्मलाई कसरी चाहिँ ग्रहण गर्ने, कसरी चाहिँ आफ्नो व्यवहारिक जीवनमा अपनाउने भन्ने अर्को कायदा हुन्छ। शारीरिक हिसाबमा चाहिँ फेरि त्यसको आफ्नै कायदा छ, आफ्नै किसिमका खानपिनहरू छन्, आफ्नै किसिमका चालचलनहरू छन्। त्यो सबै कुरालाई हामीले चाहिँ अपनायो भने हाम्रो जीवन एक हिसाबले सन्तुलित भएर जान्छ। र यदि मस्तिष्कलाई प्रफुल्ल पार्नु छ, आत्मालाई प्रफुल्ल पार्नु छ भने त त्यहाँ त मनोरञ्जन अछुत त हुनै सक्दैन, हो कि होइन? त्यहाँ नाचगान चाहिन्छ, जसरी आज हामीले यहाँ नाचगान गऱ्यौँ, त्यहाँ बाजा चाहिन्छ, गाना चाहिन्छ। त्यसले पनि त हाम्रो जीवनलाई चाहिँ नि सन्तुलित पार्छ, प्रफुल्ल पार्छ। त्यस कारण जीवनलाई असाध्यै सन्तुलित हिसाबबाट आफ्नो व्यवहारिक जीवनलाई एउटा सत् कर्म र सत् मार्गबाट निर्देशित गर्ने हो भने यो विभिन्न पाटोहरूलाई हामीले अँगाल्नुपर्छ एकदमै सन्तुलित हिसाबबाट। कुनै धेरै, कुनै कम, कुनैमा असाध्यै तल्लीन हुने, कुनैलाई चाहिँ नि वास्तै नगर्ने होइन। यी सबै कुराहरूलाई यदि हामीले सन्तुलित हिसाबबाट आफ्नो व्यवहारिक जीवनमा अपनाएर अगाडि बढ्यौँ भने हाम्रो यो जीवनले चाहिँ नि सार्थकता पाउँछ। आखिर
जीवन भनेको के नै हो र, होइन र? जीवनलाई खासै एउटा ठोस परिभाषामा त हामीले यसलाई ढाल्न सक्दैनौँ। सबै व्यक्तिले आफ्नो आफ्नो कोणबाट परिभाषित गर्नुहुन्छ। कसैले जीवन यो हो भन्नुहुन्छ, कसैले जीवन सङ्घर्ष हो भन्नुहुन्छ, कसैले जीवन एउटा यात्रा हो भन्नुहुन्छ। अब यो सबै किसिमको परिभाषा, व्यक्ति पछिको समूह पछिको परिभाषा किन आइरहेको छ भने जीवनको खासै एउटा ठोस परिभाषा छैन। त्यस कारण तपाईँ हामी जबसम्म यो संसारमा छौँ, एउटा अवधिको लागि हामी आउँछौँ, हामी जन्मन्छौँ, हामी हुर्कन्छौँ, केही बेर हामी उफ्रन्छौँ, त्यसपछि हामी शिथिल हुन्छौँ, अनि हामी बिस्तारै बिस्तारै फेरि आफ्नो अन्त्यतिर लाग्छौँ। यही नै त हो जीवनको प्रक्रिया। र यो अवधिमा त केही न केही सार्थकता त अपनाउनु पर्यो नि। यो अवधिलाई त केही न केही हिसाबबाट चाहिँ नि मूल्यवान त बनाउनु पर्यो, त्यो हाम्रो कर्तव्य हो। र त्यसलाई मूल्यवान बनाउनको लागि जबसम्म हाम्रो यहाँ जीवन छ, मूल्यवान बनाउनको लागि हरेक चिजलाई चाहिँ नि हामीले कता न कता अँगालेर सन्तुलित हिसाबबाट अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैले मैले भने कि म मनोरञ्जनको व्यक्ति हुँदाखेरि तपाईँहरू जसरी प्रफुल्ल हुनुभयो, त्यसको पनि जीवनमा एउटा महत्त्वपूर्ण पाटो छ। त्यो पाटोलाई नै यहाँहरूले मनन गरेर चाहिँ नि हामी जस्तो कलाकारहरू, हामी जस्तो व्यक्तिहरू जो भावनामा खेल्छौँ, विभिन्न किसिमको मनोरञ्जनात्मक कुराहरू प्रदान गर्छौँ, विभिन्न किसिमका समाजमा भएका घटनाहरू, जीवनशैलीहरू, सुख दुःखका कुराहरू, व्यवहारहरूलाई हामीले कथा मार्फत चलचित्रमा उतार्छौँ। त्यसैलाई त यहाँहरूले मनन गरेर चाहिँ नि एउटा कलाकारहरूको चलचित्रको कदर गर्नुहुन्छ, हो कि होइन? र अहिले एउटा अन्तरालपछि मैले यहाँहरूलाई यो त भनिरहनु पर्दैन कि कति लामो अवधि मैले चलचित्रमा अभिनय गरेँ भनेर। तर एउटा कुरा अवश्य के भन्छु भने पछिल्लो 5-7 वर्ष चाहिँ नि मैले चलचित्र गरिरहेको थिएँ। त्यसरी यहाँहरू उपस्थित दिनुभयो, विभिन्न उपदेशहरू हामीलाई दिनुभएको छ, त्यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। सबै गुरुदेवहरूमा चाहिँ प्रणाम गर्न चाहन्छु। र यहाँहरू जति पनि पाल्नुभएछ भक्तजनहरू, यहाँहरूलाई हृदयबाट नमस्कार छ है मेरो, नमस्कार, धन्यवाद, थ्याङ्क यू। नरसिंह